Hello everyone, welcome back to my channel. हैन अब म चाहिँ अहिले भर्खरै उठेर फ्रेश भएर फ्यामिलीसँग मन्दिर जानु आँटेको। त्यो भन्दा अगाडि चाहिँ के भन्छ धेरै क्षमाप्रार्थी छु हैन। अब अस्ति म त्यो मेरो अस्ति लास्ट भ्लग चाहिँ अब घर आउनु बित्तिकै टुङ्गेको थियो हैन। त्यसपछि चाहिँ मैले अब एउटा भ्लग पनि अब अपलोड गर्न सकिनँ हैन। त्यसको लागि चाहिँ एकदमै हैन मनदेखि नै सरी भन्छु सबैजनालाई हैन, मेरो साथीभाइहरूलाई, मेरो भ्युअर्सहरूलाई हैन, नरिसाउनु होला। अब मेरो त्यस्तै पर्सनल कामहरू थियो अनि त्यही भएर चाहिँ अब म हल्का अब बिजी भएँ। अब बल्ल फ्री भएको छु हैन। अब चाहिँ म अब भिडियोहरू अपलोड पनि गरिरहेको छु, टाइम अपलोडहरू गरिरहेको छु। सक्दो चाहिँ म अब डेली भ्लग बनाउँछु। अब त्यही हो, अहिले चाहिँ म यहाँ रेडी भएर निस्किसकेको छु हैन। अहिले चाहिँ म अब मेरो फ्यामिलीसँग बराह क्षेत्र मन्दिर दर्शन गर्न गइरहेको छु हैन। त्यही हो, म मेरो घरबाट निस्किसकेँ। त्यही हो, अब यहाँ म दिदीको घरमा देखाउँछु ल तपाईँहरूलाई। यो चाहिँ मेरो दिदीको घर हो। यहाँबाट निस्किन्छ यहाँ सबै अब भान्जाहरू दिदीहरू। त्यही हो, हामी सबै फ्यामिली जानु आँटेको। भान्जा यहाँ हो हाम्रो घरको लक्ष्मी दाइको छोरी। खोइ त देखाउ त भान्जा काका भन्नु। यहाँ हेर्नु न, यहाँ हेर्नु हाम्रो घरको लक्ष्मी। उसको नाम चाहिँ सान्सा। हेलो। यता हाम्रो यहाँ नाम के हो भतिज? यता आऊ न यहाँ। ओ भतिज, यहाँ भ्लग भइरहेछ, यता हेर न, यहाँ आऊ न राउटे। लास्ट गीत छ यो त। यता भान्जा हाई गरिदेऊ। हेलो। भान्जा जेडा भान्जा दिदीको छोरा। यता हाम्रो दाइको छोरी, उता फेरि दाइको छोरा हो। यहाँ फेरि हाम्रो अर्को फेरि सानो खालको मेसी मिसाङ। यता हेर न गाइज, हामी जाने साधनहरू चाहिँ यहाँ यस प्रकारका छन्, हेर्नु होला है। टेम्पो, बुलेट, स्कुटर। यहाँ जानेहरू चाहिँ यहीँ छ मान्छेहरू। उता हाम्रो टेम्पो कुरो छ। कहाँ जानु आँटेको अरे मेरो मम्मी? कहाँ जानु आँटेको अरे? बराह क्षेत्र मन्दिर। बिउ पछाडिको चाहिँ ओभर है। यो चाहिँ योसँग चाहिँ बस्दै ओभर डेन्जर चाहिँ यसले, सासले तानिदिन्छ जम्पर। यही चाहिँ सबैजना ल हामी लागेको गाइज होइन। अब बराह क्षेत्रतिर भेटौँ होला होइन। बाटोहरू कस्तो छ के छ देखाउँछु होइन। त्यही हो, हाम्रो घरदेखि 7 किलोमिटर छ होइन। त्यही हो, उता हाम्रो सबै यहाँ टिकटकरहरू मोडलहरू मात्र छ। घरमा पनि के गर्नु गाह्रो छ। ल अब हामी लागेको ल है गाइज। हामी चाहिँ अब घरबाट निक्ल्यौँ होइन। पिच हुने क्रम भइरहेको छ हाम्रो यो चोकदेखि। त्यही हो, हाम्रो घर यतै हो, बाटो यतै हो। दाइले कुदाइरहेको छ। यता दाइ नयाँ बुलेटमा। गाइज चाहिँ बर्मेन बजार है, बर्मेन बजार। मान्छे 1000। यहाँ 2-4 जना छ बजार। त्यही हो बर्मेन बजार। बराह बजार आइपुग्यौँ हामी। चतरा बजार, चतरा बजार बस स्ट्यान्ड भन्छ चतरा बजारलाई। एस भाइ एसटिलु साथीभाइहरू। ब्याकमा आमाहरू भान्जाहरू आउँदैछ।
टेम्पोमा गाइस। यहाँ चाहिँ हाम्रो पुरानो घर थियो पनि अलिकति अगाडि होइन, त्यो सिँचाइले खत्तम बनाइदियो हो। पहिला कस्तो राम्रो राम्रो घरहरू थियो, अहिले सबै उठाएर हेर्नु यस्तो कस्तो बनाइदिइरहेको छ हो। ल अब चाहिँ यो बाटोदेखि सिधै बारा क्षेत्र जाने हाइवे। बाटो राम्रै छ त्यतिको। हामी चाहिँ पुरै तलै जानुपर्ने रहेछ कोसीमै होइन। अनि हातमुख खुट्टाहरू धोएर होइन, अनि फेरि वापस माथि मन्दिरमा आएर पूजा गर्नुपर्ने रहेछ। कुरा चाहिँ त्यस्तो भन्यो है दाइले। त्यही हो, हामी अब तल जाँदैछौँ कोसी है। यहाँ पनि दोकानै दोकान छ होइन।
मान्छेहरू होइन त्यही हो गाइस अब हामी चाहिँ नास्ता खाने अनि घरतिर लाग्ने नास्ता खाएर त्यही हो राम्रो भयो आजको पूजा बोरा क्षेत्र बजार यस्तो छ है यस्तो छ त्यही हो गाइस भिडियो अन्तिमसम्म हेरिदिनु होला ल अब हामी चाहिँ गाइस यहाँ होटलदेखि भ्यू हेरिरहेछौँ पानीको आई मिन सप्तकोशीको होइन यहाँ अब हामी सबैजना होटलमा खाजा खाएर घर फर्किने क्रममा छौँ भान्जा के खाने समोसा तिमी के खाने भान्जा चाउमिन मम्मी तपाईँ के खाने हो मम्मी यता हेर भन न कता उता हेर अन्धा जस्तो के खाने भनेको ओइ त के खाने गुराँस नानी के खाने त म खोइ के खान्छु चेपाइँदैन भन्नु पब्दै वाइए ढुङ्गा खा यदि त सासले तानिदिन्छ होला र भान्जालाई त यार यो चाउमिन त सासले तानिदिन्छ जस्तो छ भिडियो र यहाँ हाम्रो चाहिँ अब पुरै होइन अब ब्रेकफास्ट भइरहेको छ है यहाँ चाहिँ ओभर हो फेरि ओभर हो डेन्जर हो दुईवटा हात हानिदिन्छ यहाँ पुरै अब खाजा खुवाइ हुँदैछ यहाँ छोरीले क्या डेन्जर रोटी चबाइदिइरहेछ कस्तो चबाइदिइरहेछ के हो बा जिब्रो निकालेको हल्का हल्का चटाइदिन्छ यहाँ जति आए पनि गाइबै भइरहेछ है त्यही हो ल गाइस अब हामी घुमिसकेको होइन अब हामी चाहिँ अब घर लागेको सबैजना त्यही हो रमाइलो भयो यहाँ प्यासेन्जर प्रिन्सेसहरू चाहिँ टेम्पो सवारी हुनु भइसक्यो ल त्यही हो ल हेम शोभायात्रा बिस्तारै गाइस अब हामी फर्केको बाटो चाहिँ यस्तो छ धीरे धीरे यहाँ हाम्रो घरको लक्ष्मी चाहिँ उहाँ स्यालक्क हुनुभएछ गर्मीले गाइस हाम्रो चान्चा अलि कलले मम्मी